फ्रीलान्सिङ स्टार्ट कसरी गर्ने? जेरो स्किलबाट। धेरैलाई लाग्छ फ्रीलान्सिङ भनेको फरेन क्लाइन्टको लागि मात्र हो, तर त्यो गलत। तपाईँ नेपाली क्लाइन्टको पनि काम गर्न सक्नुहुन्छ। तपाईसँग स्किल छैन, एक्सपिरियन्स छैन, तर घरमै बसेर पैसा कमाउन चाहनुहुन्छ, तर तपाईँ सोच्नुहुन्छ फ्रीलान्सिङ त फरेनरको लागि मात्र गर्छन्। र आज म तपाईँलाई देखाउने छु जेरो स्किलबाट फ्रीलान्सिङ कसरी नेपालमै सुरु गर्ने र नेपाली क्लाइन्टको पनि काम कसरी पाउने। यो भिडियो अन्तिमसम्म हेर्नुहोस्, किनकि आजको भिडियोले तपाईको अर्निङ जर्नी चेन्ज गर्न सक्छ। यदि तपाईँ स्टुडेन्ट हुनुहुन्छ, जब खोज्दै हुनुहुन्छ वा एक्स्ट्रा इन्कम चाहनुहुन्छ भने यो भिडियो तपाईको लागि हो। फ्रीलान्सिङ भनेको के हो? सिम्पल भाषामा भन्नुपर्दा आफ्नो स्किल बेचेर अनलाइनमा पैसा कमाउने प्रोसेस हो, सजिलो भाषामा बुझ्नु पर्दा चाहिँ। तर प्रब्लम के हुन्छ भने मसँग त स्किल नै छैन। आज हामी यही कुरा क्लियर गर्नेछौँ। ल अब स्टेप बाई स्टेप सुरु गरिहालौँ है। स्टेप 1, जेरो स्किल भनेको रियलमा जेरो हो। साँचो कुरा के हो भने जेरो स्किल भन्ने कुरा हुँदैन। तपाईँ सोसल मिडिया चलाउनुहुन्छ, भिडियो हेर्नुहुन्छ, फोटो एडिट गर्नुहुन्छ, टाइपिङ गर्न सक्नुहुन्छ, त्यो नै स्टार्टिङ स्किल हो। स्किल जन्मिँदै कसैले सिकेर आएको हुँदैन। स्किल सिक्ने चिज हो, यो प्र्याक्टिस गर्ने चिज हो। कुन स्किल सिक्दा सजिलो हुन्छ? बिगिनरको लागि बेस्ट स्किल भनेको भिडियो एडिटिङ, क्यानभा डिजाइन, थम्बनेल डिजाइन, कन्टेन्ट राइटिङ, सोसल मिडिया म्यानेजमेन्ट। युट्युबबाट फ्रीमा सिक्न सक्नुहुन्छ। हरेक दिन 1 घन्टा मात्र टाइम दिनुभयो भने पनि 30 दिन फोकस गरेर सिक्नुभयो भने बेसिक लेभलको स्किल आफै आउँछ। रिमेम्बर, पर्फेक्ट हुन जरुरी छैन, स्टार्ट गर्न चाहिँ जरुरी छ है। स्टेप 2, फ्रीलान्सिङ प्लेटफर्म कसरी सुरु गर्ने? अब स्किल सिकिसकेपछि कहाँ बेच्ने? पपुलर प्लेटफर्महरू फाइवर, अपवर्क, फ्रीलान्सर.com। बिगिनरको लागि फाइवर अलिक सजिलो हुन्छ। कसरी सुरु गर्ने? अकाउन्ट खोल्नुहोस्, क्लियर प्रोफाइल फोटो राख्नुहोस्, सिम्पल इङ्ग्लिसमा बायो लेख्नुहोस्, लो प्राइसबाट स्टार्ट गर्नुहोस्। स्टेप 3, नेपाली क्लाइन्टको काम पाउन सकिन्छ त? फ्रीलान्सिङ भनेको फरेन क्लाइन्टको लागि मात्र हो, तर त्यो गलत हो। नेपालमै हजारौँ बिजनेसहरू छन् जसलाई चाहिन्छ भिडियो एडिटर, पोस्टर डिजाइनर, सोसल मिडिया म्यानेजर, कन्टेन्ट राइटर। अब कुरा आयो कहाँबाट नेपाली क्लाइन्ट पाउने? फेसबुक ग्रुप, लोकल बिजनेस पेजहरू, डिजिटल मार्केटिङ एजेन्सीहरू, पर्सनल ब्रान्डिङ गर्नेहरू, यस्तै ठाउँमा तपाईँ रिच आउट हुनुभयो भने तपाईँले सजिलै नेपाली क्लाइन्टहरू पाउनुहुन्छ। फेसबुकमा फ्रीलान्सर नेपालहरू टाइप गरेर सर्च पनि गर्न सक्नुहुन्छ। धेरैले पोस्ट गर्छन् भिडियो एडिटर चाहियो, पेज म्यानेज गर्ने मान्छे चाहियो भनेर। त्यहाँ गएर हजुरहरूले डाइरेक्ट मेसेज गर्न सक्नुहुन्छ। यसरी नेपाली क्लाइन्टसँग काम स्टार्ट गरेर आफ्नो फ्रीलान्सिङ जर्नीको यात्रा सुरु गर्न सक्नुहुन्छ। प्लेटफर्ममा नेपाली क्लाइन्ट टार्गेट गर्ने तरिका। यदि तपाईँ फाइबर वा अपवर्कमा हुनुहुन्छ भने डिस्क्रिप्सनमा यस्तो लेख्नुहोस्, आई अल्सो प्रोभाइड सर्भिस फर नेपाली बिजनेस। यसले लोकल क्लाइन्टलाई ट्र्याक गर्छ। सुरुमा नेपाली क्लाइन्टबाट पोर्टफोलियो बिल्ड गर्नुहोस्, पछि इन्टरनेसनल क्लाइन्टसम्म पुग्नुहोस्। स्टेप 4, फर्स्ट क्लाइन्ट कसरी पाउने? सबैभन्दा ठुलो क्वेसन यही हो, फर्स्ट क्लाइन्ट कसरी पाउने? 10-15 प्रपोजल पठाउनुहोस्। 1-2वटा मात्र होइन, हरेकलाई 10-15 प्रपोजल पठाउनुहोस्। 10 देखि 15वटा पठाइ गर्नुहोस्। प्राइस कम राख्नुहोस्। फ्री स्याम्पल दिनुहोस् न। फ्री स्याम्पल पनि दिन सक्नुहुन्छ। यदि तपाईँको काम राम्रो छ भने, तपाईँको त्यो काम गर्ने तरिका पनि अलिक राम्रो छ भने क्लाइन्टले तपाईँलाई आफै खोज्छ। अनि फास्ट रिप्लाई गर्नुहोस्। कसैको तपाईँलाई इन्क्वायरी आउने बित्तिकै तपाईँले एकदमै फास्ट पनि रिप्लाई गर्नुपर्छ है। पहिलो क्लाइन्ट पाउन 1-2 हप्ता लाग्न सक्छ, तर निराश नहुनुहोस्। कन्सिस्टेन्सी नै गेम चेन्जर हो। स्टेप 5, इन्कम कति आउन सक्छ त? अब कुरा आयो सबै गरिसकेपछि इन्कमको। मेरो एकजना साथी छ, उसले सुरुवातमा 8-10 हजार कमाउँथ्यो। 6 महिना वर्ष दिन बित्दै गयो र अहिले त्यो साथी मन्थली 1-2 लाखसम्म कमाउने भइसक्यो। त्यही भएर रिजल्ट आउन टाइम लाग्न सक्छ, कन्सिस्टेन्सी चाहिँ चाहिन्छ। यो कुरा चाहिँ नबिर्सनु होला हजुरहरूले पनि। फ्रीलान्सिङ सजिलो छैन, कम्पिटिसन छ, रिजेक्सन आउँछ, तर हार नमान्ने मान्छे नै सफल हुन्छ। फ्रीलान्सिङ सुरु गर्न विदेश हेर्नै पर्दैन, नेपालमै अपर्च्युनिटी छ, खोज्ने मान्छे चाहिन्छ। यदि तपाईँ रेडी हुनुहुन्छ भने कमेन्टमा लेख्नुहोस्, आई एम स्टार्टिङ टुडे। यो भिडियो हेल्पफुल लाग्यो भने लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्, सेयर गर्नुहोस्, सब्सक्राइब गर्नुहोस्। मन लागेका कुराहरू कमेन्टमा भन्नुहोस्। थ्याङ्क यू फर वाचिङ। सबैको फलो होस्।